अक्टोबरतिरको समय मौसम ठिक्क छ, न धेरै जाडो छ न धेरै गर्मी छ। अलिअलि चिसै भए पनि यात्रामा रमाइलो हुन्छ। यसैको आभाससँगै मार्दी हिमालको सौन्दर्यसँग लुकामारी खेल्ने मिठो कल्पना बोकेर हामीले आफ्नो यात्रा सुरु गर्यौं। धेरै समयको पर्खाइपछि नयाँ गन्तव्यमा जाँदै गरेको हुनाले मलाई चाहिँ हिमालको फेदी कति बेला पुगौं जस्तै भएको थियो। मिल्ने भए नजिकै गएर अगालो हालौं जस्तो। ओहो, कस्तो पेसेन्सै नभएको। प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ, चराहरूको चिरबिर आवाज जता हेर्यो त्यतै रमाइलो। फेरि हामी जस्तै गरी मन चञ्चल बनाएर यात्रा गरिरहेका अरू यात्रीहरूका पनि रमाइलो गफगाफ। यात्रा साँच्चै अविस्मरणीय हुँदै थियो। यात्रा सुरु गरेको दोस्रो दिन 7-8 घण्टा हिँड्नुपर्छ। तेस्रो दिन करिब त्यति नै हिँड्नुपर्छ। चौथो दिन बल्ल बेस क्याम्प पुगिन्छ। यात्राभरि थकाइ प्रशस्तै लाग्छ, थाहा छ। तर पनि मनको उत्साह र वरपरको सौन्दर्यले त्यो सम्भावित थकान सबै बिर्साइदिन्छ। काँडेबाट सुरु हुने यो रुट अस्ट्रेलियन बेस क्याम्प, पथना, प्रितम देउराली, फरेस्ट क्याम्प, रेस्ट क्याम्प, लो क्याम्प, बादल डाँडा, हाई क्याम्प, भ्यू पोइन्ट हुँदै बल्ल मार्दी बेस क्याम्प पुगिन्छ। गाउँ सुरु हुँदै जाँदा देखिएको स्थानीयको रहनसहन यात्रीका भरिया मान्छे मात्र होइनन्, लेकको भरिया त खच्चड पनि हो। 7-8 घण्टा त्यो पनि उकालो, नाकमुख दुवैतिरबाट तातो तातो हावा आइरहन्छ। बाक्लो कपडा नलगाऊ जाडो, लगाऊ गर्मी, शरीरलाई सन्तुलनमा राख्नै गाह्रो। हिमालहरू कतै सुन्दर देखिन्छन्। एउटी सुकुमारी महिलाले सेतो खास्टो ओढेर उभिएको झैं, तर कतै कतै भने हिउँ रितिएर काला भइसकेका, सायद जलवायु परिवर्तनको प्रभाव। यस्ता यात्रामा भेटिने अपरिचित नै किन नहुन्, आफू जस्तै अरू यात्रीहरू पनि आत्मीय लाग्छ। ती यात्रालाई थप रोमाञ्चक बनाउन बाटो काट्न साथी हुने गर्छन्। हामी पनि यसको आनन्द लिइरहेका छौं। मार्दी हिमालको यात्रा सुरु हुने पहिलो बिन्दु हो पर्यटकीय नगरी पोखरा। पोखरादेखि काँडेसम्मको यात्रा 27 किलोमिटर लामो छ। समयको हिसाबले हामीलाई भने 1 घण्टा लाग्यो। बसबाट ओर्लेपछि सुरु हुन्छ पैदल यात्रा। करिब 1.5 घण्टा हिँडेपछि अस्ट्रेलियन बेस क्याम्प पुगिन्छ। बाटोमा भेटिने प्राकृतिक सौन्दर्य, साना साना चिटिक्क परेका घरहरू, यात्रालाई रोमाञ्चक बनाउने थप अरू कुराहरू। अस्ट्रेलियन बेस क्याम्पबाट 30 मिनेट हिँडेपछि पुगिन्छ पथना। पहिलो दिन बानी परेको हुँदैन, त्यसैले यहाँ पुग्दा नै थकाइ प्रशस्त लागिसक्छ। तर यात्राको विशेषता नै यही हो कि प्राकृतिक सौन्दर्यले थकान बिर्साउन सहयोग गर्छ। स्वाभाविक रूपमा हामीलाई पनि यस्तै भयो। तर मार्दी हिमालको दृश्य अवलोकन गर्ने कल्पनाले थकाइ बिर्साउन थप सहयोग गर्छ। राति दाउरामै पकाएको अर्ग्यानिक खाना खायौं। यसले गाउँको याद दिलायो। सहरमा बसेर रेडिमेड खाना खाँदा वाक्क भएका हामी यो स्वाद र वातावरणमा निकै रमायौं। जब भोलिपल्ट बिहान हामी बिउजियौं, सफा वातावरणको यो प्राकृतिक सौन्दर्यले मनचङ्गा भयो। अघिल्लो दिनको थकाइ सबै हरायो, तर मनमा थियो एउटा साझा उत्साह। यहाँ न सहरको भागदौड थियो, न कुनै डेडलाइन। एउटा कुरा अलिकति दुःख लाग्दो के भएको छ भनेदेखि हाम्रो आन्तरिक पर्यटकमा फोहोर मैलाको व्यवस्थापन गर्न अलि नबुझेको जस्तो भएको छ र यसलाई अलिकति सुधार गरिदिएमा हामी त्यसमा अलिकति आभारी हुने थियौँ। र अर्को कुरा के भयो भने हामीले भन्दाखेरि तर शिक्षित छन् हाम्रो नेपालीमा, तर यो फोहोर मैला व्यवस्थापन अनि कसरी भने थाहा छैन, जानकार छैन। हामीले अब हप्ता 15 दिनमा अब यो टिपटाप गरेर यो फोहोर व्यवस्थापन गर्छौँ। त्यही मात्र नभएर विदेशीहरू पनि आएर कतिले अब व्यवस्थापन गर्नुहुन्छ उहाँहरूले नै। देश हाम्रो हो, हामीले सफा गर्नुपर्छ, हामीले फोहोरै नगरे सफा गर्नु पर्दैन। तर हामीमा के भन्छ त्यो पन अलिकति भएन, बुझाइमा धेरै कमी भएको छ। तर यसमा अलिकति बुझ्न जरुरी छ। यो एरियालाई कसरी प्रमोट गर्ने भन्ने सोचेर हामी लाग्दियो पहिलो कुरा त्यो भयो मेन चाहिँ। मलाई त्यो लाग्छ भएको, तर उहाँले चासो नदेखाउनु भयो किन जस्तो कि त्यो भिजन भएको मान्छे त्यहाँ छिर्नु पर्यो नि त।
हो कि ल भन्नुहोस्। जस्तो अहिले घान्द्रुक किन पपुलर छ, धम्पुस किन पपुलर हुन सकेन भन्ने कुरो यहीँ पनि अब मूल्याङ्कन गर्नुहोस् न। गुरुङ बस्ती नै हो नि त दुइटै होइन। अब हिजोको धम्पुस विश्वले चिनेको धम्पुस हो, घान्द्रुक अलिकति ओझेलमा परेको हिजो। अहिले घान्द्रुकले के गर्छ, त्यही अन्नपूर्ण आधार शिविरलाई नामाकरण गरेर ऊ पपुलर भयो भने धम्पुस किन पछाडि पर्यो भन्ने कुरा भइरहेको छ। किन धम्पुसको व्यवसाय नै लुज भएर हो नि त। एक त यो पोखराबाट यति नजिकको तपाईँको यति नजिकको ठाउँमा पनि हामी किन ग्रो अप हुन सकेनौँ भनेको त हामी व्यवसायले बुझ्नु परेन। त्यो हो एउटा। अनि अर्को हामी युवा व्यवसायहरू नभएर पनि हो जस्तो लाग्छ। यसपछि फेरि सुरु भयो हाम्रो यात्रा। लभली हिलमा पुगेर खानाका लागि निकै लामो प्रतीक्षा गर्नु पर्यो। खाना समयमा नआउँदा कस्तो लागिरहेको छ? हिँड्दा त के पीडा भएको छ र जति पीडा खाना कुर्दाखेरि भएको छ। एक एक सेकेन्डको महत्त्व भोकले देखाइरहेको छ। ऊ आयो थालमा हाल्दैछ। कहिलेकाहीँ यस्तै पर्छ। यहाँको खाना भने खासै मिठो थिएन, तर भोक निकै लागेकोले मिठो नमिठो कहिलेकाहीँ यस्तै पर्छ। जस्तो भए पनि खानै पर्छ भनेर हामीले खायौं र फेरि सुरु गर्यौं मार्दीतर्फको यात्रा। यात्रामा हामीले भैँसी पनि देख्यौं, अलिअलि डर पनि लाग्यो। फरेस्ट क्याम्प पुगेर माथि मात्र के हेरेको, नाक नै ठोकिने उकालो। म त रुन मात्र नसकेको, तर के गर्ने, अत्यास लागे पनि गन्तव्यमा त पुग्नै पर्यो। फरेस्ट क्याम्पबाट झन्डै 1 घण्टा 30 मिनट हिँडेपछि पुगियो रेस्ट क्याम्प। आजको हाम्रो बास रेस्ट क्याम्पमा 2600 मिटर उचाइमा रहेको रेस्ट क्याम्प, जहाँको बसाइ पनि अविस्मरणीय बन्यो। जम्मा 2वटा मात्र होटल, यसमा पनि ट्रेकिङको सिजन भएकाले होटल पाउन निकै गाह्रो भयो। बल्ल बल्ल पाइयो। एउटा बेडमा 2 जना सुत्ने गरी व्यवस्था मिलाइयो। साँझ खाना खाने समयमा माछा पुछ्रेको अलिकति भाग देखियो। यसले थकान बिर्साउन थप सहयोग गर्यो। जसोतसो सुत्नै पर्यो। त्यो रात कटाइयो। भोलिपल्ट बिहान सामान्य ब्रेकफास्टसँगै फेरि लागियो यात्रातर्फ, किनभने गन्तव्य अझै माथि छ। थकाइ बिर्सँदै अघि बढ्नु यात्राको अर्को महत्त्वपूर्ण बाटो हो। यात्रा जारी छ। यात्राको क्रममा आयो लो क्याम्प। लो क्याम्प साँच्चै रमाइलो रहेछ। हामी मात्र होइनौँ, यो यात्रामा भएका सबैजना निकै खुसी थिए। हिमालको छेउमा बादलको नजिकै प्राकृतिक सौन्दर्यको त कुरै नगरौँ। सबैजना क्यामेरामा हिमाल, पहाड र आफ्ना तस्बिर कैद गर्न केही बेर व्यस्त भए। यसमा हामी पनि एकैछिन रमाएर चिया पिएपछि मात्र यात्रा सुरु गर्यौं। केही बेर पछि बादल डाँडा पुग्यो। ओहो, हिमाल त आँखै अगाडि। खुसीले मन फेरि चङ्गा भयो। हिमाल नजिकै बादलको छेउमा मानौ कि म एउटा फरक संसारमा आइपुगेको छु। केही छिनको दृश्य अवलोकनपछि बादल डाँडामा नै खाना खायौं। गाउँघरको विशुद्ध अर्ग्यानिक हुनाले खानाको स्वाद निकै मिठो थियो। यसमा पनि रमाइलो वातावरणमा नयाँ ठाउँमा उत्साह बोकेर खाँदा जे पनि मिठै हुन्छ। खाना खाएपछि हामीले फेरि सुरु गर्यौं हाम्रो यात्रा, किनकि गन्तव्य अझै माथि छ। जति जति माथि उति उति चिसो चिसो हावाले कानै चिसो र सिरिङ्ग बनायो। बादल डाँडाबाट एकैछिन हिँडेपछि हामीले सुदीप गौतमको शालिग देख्यौं। उनलाई मार्दी हिमालका पिता पनि भनिएको छ, किनभने उनले नै मार्दी हिमालको रुट पत्ता लगाएका थिए। अब भने बाटो त्यति सहज थिएन। माथि माथि जाँदा अक्सिजन लेभल पनि कम कम हुने, सास फेर्न पनि गाह्रो हुने, पाइला सार्न पनि गाह्रो हुने कुरा स्वाभाविक हो, जसको आभास अब बल्ल हामीलाई हुन थाल्यो। लेकका कति रुखहरू चिन्नै गाह्रो, तर लालीगुराँस भने अलग्गै चिनिने। डरलाग्दो पहाड, साँगुरो बाटो, विचार पुर्याएर हिँड्नै पर्ने। यस्तै यस्तै कुराहरूको बीच पुग्यो 3550 मिटर उचाइमा रहेको हाई क्याम्प। जाडो मौसम त्यति सुरु भइसकेको थिएन, तैपनि हाइटले गर्दा होला हाई क्याम्पमा निकै जाडो भयो। बिहान 3 बजे त
उठ्नु परिहाल्छ किनकि यहाँदेखिको यात्रा बिहान 3 बजे नै सुरु हुन्छ। यसरी मन बुझाउँदै हामी सुत्यौं। बेला झन्डै 3 बजेर 20 मिनट गइसकेको छ र हामी हाई क्याम्पबाट भ्यू पोइन्ट लाग्दैछौँ। सबैजनाको तयारीहरू चलिरहेको छ। भ्यू पोइन्ट गएर म तपाईँहरूलाई त्यहाँको दृश्यहरू देखाउनेछु। अँध्यारो समय, साँघुरो बाटो, अपरिचित यात्रीहरू, सानसाना लाइटहरू बाल्दै हामी अगाडि बढ्यौं। तर धेरैजना बत्ती बालेर अगाडि बढ्दा एक खालको रोमाञ्चक दृश्य देखिएको थियो। हामीलाई भनिए अनुसार करिब 2 घण्टाको यात्रापछि हामी मार्दी हिमालको बेस क्याम्पमा पुग्नेछौँ। पहाडी यात्रा, सहरमा बसिरहेका हामी बानी पटक्कै छैन। सास फेर्न निकै गाह्रो भयो। केही बेरमै आँखै अगाडि नजिकैबाट मार्दी हिमालको दृश्य अवलोकन गर्न पाइने आशले थकाइ बिर्साउँदै थियो। बेस क्याम्प नपुग्दै आइपुग्यो 42 मिटर उचाइमा रहेको भ्यू पोइन्ट। भ्यू पोइन्ट पुगेपछि लामो सास फेरेर म थचक्कै बसेँ, किनभने गन्तव्य अझै माथि छ। करिब 6:45 बज्यो। स्वाभाविक रूपमा निकै उत्साहित भएको थिएँ म। रातो घामको किरण बिस्तारै हिमालतिर लाग्दै थियो। यो थकानले 1 कप मिठो चिया खोजिरहेको थियो, तर पनि महँगो। ब्ल्याक टीको 200 रुपियाँ। फेरि हामी जस्तै यात्रुहरूको भिडले पाइला टेक्ने ठाउँ नै थिएन। म र मेरा साथीहरूले यहाँ चिया नपिउने निर्णय गर्यौं, किनकि हाम्रो यात्रा अझै बाँकी छ। त्यसैले केही बेर रोकिएपछि हामी फेरि लाग्यौं आफ्नो गन्तव्यतर्फ। करिब 30 मिनट उकालो लागेपछि हाई रिस्की भनेर लेखिएको रहेछ। जोखिम बढेसँगै मान्छेहरूको संख्या पनि अब पातलिँदै गयो। यहाँको बाटो र यात्राको शैली देखेर बेला बेलामा मलाई पनि कहाली लाग्यो। एउटा फरक संसारमा आइपुगेको छु। तर पनि मनमा दृढ इच्छा थियो। त्यसैले सबै कुरा बिर्सेर निरन्तर अगाडि बढिरहे। लाग्यो मलाई मार्दी हिमालले पर्खिरहेछ। मैले हिमाललाई र हिमालले मलाई आज मन भरिन्जेल हेर्नु छ। त्यसैले त म यति धेरै दुःख गरेर कति धेरै काम छोडेर यहाँ आएको छु। मैले बीच बाटोबाट फर्किनु हुँदैन। यदि यसो गरे भने त्यो हिमालप्रति अन्याय हुन्छ, सँगै मेरो सपनाप्रति पनि। त्यसैले मैले आफ्ना पाइला निरन्तर चालिरहेँ। घुम्न कसलाई मन पर्दैन र? कसैलाई धेरै, कसैलाई थोरै, फरक यति मात्र हो। फेरि यात्रामा चुनौती कहाँ हुँदैन र? थकान कहाँ हुँदैन र? ती चुनौती र थकान बिर्सँदै गन्तव्यमा पुग्ने यात्राको विशेषता हो। यही कुरा स्वीकार्दै मैले साथीहरूसँग मार्दीको यो यात्रा तय गरेको थिएँ। जब हामी बेस क्याम्प पुग्यौं, यो यात्राका सबै थकान एकैछिनमा भुल्यौं। जता हेर्यो त्यतै रमाइलो। हिमाल त आँखै अगाडि। नेपाल साँच्चीकै सुन्दर छ। यस्ता ठाउँमा आएपछि यो कुरा अझै गहिरोसँग आभास हुन्छ। जाडो मौसम त्यति सुरु भइसकेको थिएन, तैपनि हाइटले गर्दा होला हाई क्याम्पमा निकै जाडो भयो। करिब 45 मिनटसम्म संसार भुलेर मार्दीको काखमा हामी रमाइरह्यौं। सेतो हिमालको शिरमा पहेँलो घामको किरण। हाम्रा हिम श्रृङ्खलाहरू जुन पनि रमाइला छन्, यसमा पनि मार्दी हिमाल विशेष छ। हिमालका यी छटाहरूमा आफ्ना आँखा ओछ्याउँदै वास्तविक प्रकृति निहाल्न संसारका विभिन्न देशहरूबाट मानिसहरू आउँछन्। अझ रमाइलो कुरा त नेपालीहरू पनि यसरी आन्तरिक पर्यटनमा प्रशस्तै भेटिन्छन्। यो आन्तरिक पर्यटन प्रवर्धनका लागि निकै महत्त्वपूर्ण कुरा हो। नेपाली र विदेशी छ्यासमिसे पर्यटकहरूसँगै मार्दीको काखमा यसरी स्वर्गीय आनन्द लिन दृढ इच्छा शक्ति भएका देश र प्रकृतिलाई माया गर्ने भाग्यमानीहरूले मात्रै पाउँदछन्। अन्नपूर्ण थड्कुन हेरी यो सानो
गन्धर्व चुली गन्धर्व चुली कुन दाइ गन्धर्व चुली यो बिचको अनि यो टेन पिक यो यो अगाडिपट्टिको जुन कालो ढिस्को छ नि सानो दुईटा हजुर यो टेन पिक हो जस्तो रक्सी पिक पनि भन्छन् लोकलहरूले यसलाई 10 पिक यो कालो दुईटा डिस्का भएको 10 पिक यो बिचको हैन अनि यतापट्टि आएपछि त्यो ठुलो छ नि अल्को 10 पिक भन्दा माथिको त्यो चाहिँ भनेको चाहिँ गन्धर्व चुली हो अन्नपूर्ण थडी हो अन्नपूर्ण थड भनेको हेरी यो माछा पुछ्रे र यो कालो छ नि त्यसको बिचको ए ओके अनि अब यतापट्टि विभिन्न छ त्यो एउटा वालै देखिन्छ हैन वालमा चाहिँ अब त्यो स्पेसिफिक नाम त्यति छैन नै अनि यतापट्टि आएपछि यो कर्नरमा चाहिँ अन्नपूर्ण फर्स्ट देखिन्छ यसको पछाडिपट्टि ओके यो अलि माथि गयो भने त्यो अन्नपूर्ण फर्स्ट पनि देखिन्छ त्यसपछि यो भनेको हिउँचुली हजुर ओके अन्नपूर्ण साउथ हजुर यही मौका छोपेर मैले केही पर्यटकहरूसँग पनि कुराकानी गरेँ। Amazing, gorgeous, fantastic. That's experience here is beyond my expectations. Even though I was doing a lot of trekking in Himalayas, I think the Mardi is the best one. पर्यटन व्यवसायको पर्यटन मजदुरको रूपमा काम गर्नु आफैमा एउटा ठुलो देशको लागि रिप्रेजेन्टेटिभ हुनु बराबर नै हो। विश्वको विभिन्न देशबाट घुम्न आउने पर्यटकहरूको लागि विभिन्न किसिमको जानकारी यो हिमालको बारेमा मात्रै नभइकन हाम्रो संस्कार संस्कृति विभिन्न यो समुदाय सम्बन्धी परिचयहरू दिनु पनि हामीहरूको कर्तव्य हुन आउँछ। डर लाग्ने छेड भनेको जस्तो कि हामीसँग प्रत्येक मिनेटमा फरक अवस्थासँग हामीले जुझ्नुपर्ने हुन्छ किनभने हामीले विभिन्न देशका मान्छे जो चाहिँ समुद्र लेभलको बाट उठेर आएका हुन्छन् र उनीहरू एकै मिनेटको भित्रमा पनि जीवन र मृत्युसँग जुझ्ने परिस्थिति हुन सक्छ। It was short. In short days you can see nice view. So सबै खुसी सबै प्रफुल्ल। यहाँ केवल उत्साह छ दुःख छैन, आशा छ निराशा छैन। मान्छेका सपना पनि फरक हुन्छन्। कसैलाई साना लाग्ने सपना कसैलाई ठुला लाग्छन्। यी डाँडा पाखाहरूमा डराउँदै डुल्ने र मार्दीलाई यसरी नजिकैबाट हेर्ने मेरो एउटा सपना नै थियो र त्यो आज पुरा भयो। प्राकृतिक सौन्दर्यको रसपानपछि अब हामी फर्किने तयारी गर्न थाल्यौं। फर्किने क्रममा मार्दीले भनिरहे चाहिँ लाग्यो, फेरि आउनु है, आफू मात्र होइन साथीहरू पनि लिएर आउनु, म पर्खिरहेको हुनेछु।